हाई गाइज वेलकम ब्याक टु माई न्यू रिभ्यू भिडियो। आज पनि मैले नयाँ रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको साथीहरू अहिले म कहाँ छु हेर्नुहोस् त। म स्विमिङ पुल हुनेछु है साथीहरू। जस्ट होइन मेरो पछाडि स्विमिङ पुल छ अनि यसो लाएर पौडी खेलिदिनु कि जस्तो लागिरहेको छ होइन। अब चाहिँ कुराकानी गरौँ साथीहरू है। अनि सहरिया बुहारी भाग 81को अनि 81 भाग चाहिँ आएको छैन, तैपनि मैले कुराकानी गर्न लागेको छु 81 भागको होइन। 81 भागमा चाहिँ के हुन सक्ने सम्भावना छ त होइन। कहानी चाहिँ कता कतातिर मोडिन सक्ने सम्भावना छ त होइन। त्यसको बारेमा चाहिँ हामी आज कुराकानी गरेका छौँ है त। अनि 81 भागमा चाहिँ साथीहरू होइन अनि मधु र बसन्तीको चाहिँ बिहे हुने भनेको छ होइन। तर 81 भागमा चाहिँ होइन मधु र बसन्तीको बिहे हुँदैन, 82 भागमा नि हुँदैन, 83 84 भागमा चाहिँ होइन हुन सक्ला। तर चाहिँ होइन एकदमै सामना गर्नुपर्ने, खतरासँग सामना गर्नुपर्ने, दुश्मनहरूसँग सामना गर्नुपर्ने छ कसले, मधु र बसन्तीहरूले। कसरी भन्दाखेरिमा चाहिँ 81 भागमा चाहिँ उनीहरूको बिहे हुँदैन साथीहरू है। पक्का भन्छु म चाहिँ उनीहरूको बिहे हुँदैन। किन भनेपछि उनीहरूका दुश्मनको सङ्ख्या एकदम धेरै भइसकेको छ। काका पनि दुश्मनमा छ होइन। अनि त्यस पछाडि रेणु भनाउँदी होइन, अनि मधुको सौतिनी आमा पनि दुश्मन छे। अनि त्यस पछाडि त्यो इन्द्रे पनि दुश्मन छ होइन। अनि मधुको अनि त्यो फुपू पनि दुश्मन नै हो होइन। 4-5 जना चाहिँ त्यसको दुश्मनहरू लागिरहेका छन् होइन। अनि केही समयपछि कामदेव पनि लाग्ने होला होइन। त्यस पछाडि त्यसका होइन पछाडिका गुन्डाहरू पनि धेरै आउँछन् होला होइन। अनि उसलाई चाहिँ अब मधु र बसन्तलाई सपोर्ट गर्ने को छ र, त्यो शिशिर मात्रै हो। अनि त्यस पछाडि अब अनि मधुको बुवा हो होइन। अनि त्यस पछाडि चाहिँ अब बसन्तीको आमा हो। बसन्तीको आमाबाट चाहिँ त्यति धेरै सपोर्ट पाइएला जस्तो मलाई लाग्दैन। किनभनेपछि अनि त्यो इन्द्रे भनाउँथ्यो त्यो गुन्डा होइन, त्यो गुन्डा चाहिँ सुध्रेको छैन। तैपनि त्यो बसन्तीको आमाले चाहिँ के भनेकी छ भन्दाखेरिमा चाहिँ अनि इन्द्रे चाहिँ सुध्रिसकेको छ। पहिला गुन्डा थियो होला तर अहिले चाहिँ गुन्डा छैन, अहिले चाहिँ सुध्रिसकेको छ। इन्द्रे चाहिँ राम्रो मान्छे बनेको छ। उसले मलाई आमा भन्छ होइन। अनि ऊ चाहिँ एकदमै बेसैमारे रोयो अनि मेरो आमा छैन भनेर चाहिँ रोयो। अनि त्यसैले चाहिँ म उसलाई छोरा मान्छु भन्नसम्म भ्याइसकेकी छे। कसले? अनि बसन्तीको आमाले चाहिँ इन्द्रेलाई एकदमै आफ्नै छोरा जस्तो मान्न थालिसकेकी छे। तर त्यो बसन्तीको आमालाई के थाहा होइन। अनि उसले चाहिँ एउटा गुन्डाको रोल खेलेको छ एउटा चाहिँ होइन। बसन्तीको आमालाई चाहिँ फसाउन कोसिस गरिरहेको छ होइन। त्यो चाहिँ उसलाई थाहा छैन होइन। अनि अब सामना गर्नुपर्ने छ साथीहरू है। अनि मधु र बसन्तीले चाहिँ 81 भागमा चाहिँ होइन 82 भागमा चाहिँ एकदमै धेरै सामना गर्नुपर्ने छ खतरासँग होइन। अनि ती षड्यन्त्र गरिरहेका छन् त्यो होइन। अनि दुश्मनहरूलाई चाहिँ जित्नै पर्नेछ। कसले? मधु र बसन्तीहरूले चाहिँ अनिवार्य रूपमा चाहिँ जित्नुपर्नेछ, नत्र भने चाहिँ उनीहरूको बिहे हुँदैन होइन। अनि त्यो रेणु भनाउँदै चाहिँ के भनेकी छ भन्दाखेरिमा चाहिँ अनि मधुलाई चाहिँ जसरी भए पनि होइन अनि त्यसलाई चाहिँ हाम्रो कब्जामा चाहिँ लिनै पर्छ त्यसलाई चाहिँ अनि भनेर भनेको छ होइन। अनि अब साथ कसले दिएको छ त्यो रेणुलाई, अनि त्यो इन्द्रले साथ दिएको छ। इन्द्रले पनि चाल खेलिरहेको छ होइन। अनि बसन्तीलाई चाहिँ होइन अनि मलाई घुमाइदिए भनेर चाहिँ भनेको छ। अनि त्यस पछाडि होइन एउटा खाजा खाने घरमा चाहिँ के गरेको छ भन्दाखेरिमा चाहिँ बियर पिलाएको छ होइन। बियर पिलाएर चाहिँ उसलाई चाहिँ होइन एकदमै नसामा पारेको छ त्यो इन्द्रे भनाउँदैले होइन। अनि त्यही भएर चाहिँ अनि अब चाहिँ 81 भागमा चाहिँ के हुनसक्छ भन्दाखेरिमा चाहिँ अब बसन्ती चाहिँ होइन एकदमै बियर खाएर चाहिँ नसामा परेर होइन, नसामा परेर चाहिँ त्यसले के गर्न सक्छ भन्दाखेरिमा चाहिँ घर जानु सक्छ कि नसामा परेर चाहिँ घर जानु सक्छ। अनि त्यस पछाडि चाहिँ मधु र बसन्तीको चाहिँ हल्का फुल्का झगडा पर्न सक्छ होइन। तपाईँले चाहिँ किन खानुभएको थियो अनि रक्सी होइन, बियर किन खानुभएको अनि नखानु पर्ने तपाईँले बियर अनि भनेर चाहिँ भन्न सक्छ। अनि त्यस पछाडि मलाई चाहिँ बियर यो इन्द्रले पिलाएको हो भनेर चाहिँ कसले भन्न सक्छ? उसले भन्न सक्छ, त्यो बसन्तीले भन्न सक्छ होइन। अनि त्यस पछाडि त्यो इन्द्रलाई चाहिँ मधुले चाहिँ गाली गर्न सक्छ होइन। तर सपोर्ट कसले गर्न सक्छ? त्यो बसन्तीको आमाले चाहिँ सपोर्ट गर्न सक्छ साथीहरू है। अनि किन भनेको यस्तो अनि इन्द्रे बाबु चाहिँ राम्रो छ अनि यस्तो तिमीले नभन्नु पर्ने थियो। अनि बसन्तीले आफै खाएको होला अनि जबरजस्ती खा कसले भन्छ र अनि उसले खायो अनि भनेर चाहिँ भन्न सक्छ साथीहरू है। अनि सपोर्ट चाहिँ अब मधु र बसन्तीलाई कसरी गर्दैन साथीहरू है। अनि आफ्नै आमाले पनि होइन सपोर्ट चाहिँ अब इन्द्रलाई गर्न थालिसके होइन। अनि अब मधु र बसन्तीको बिहे चाहिँ हुन सक्दैन। किन भनेपछि अब त्यो काकाले पनि खेल खेल्दैछ होइन। उनीहरूको चाहिँ एउटा खेल छ के। अनि काम चाहिँ कसको भइरहेको छ? मधु र बसन्तीको भइरहेको जस्तो लागिरहेको होला होइन। सबैलाई लागिरहेको छ कि हामीलाई पनि लागिरहेको छ कि होइन। अब पक्कै पनि होइन मधु र बसन्तीको चाहिँ बिहे हुन्छ जस्तो लागिरहेको छ। तर पनि बिहे हुँदैन साथीहरू। किनभने उनीहरूले चाहिँ अन्तिममा चाहिँ एकदमै खतरनाक खेल चाहिँ खेलिरहेका छन्। त्यो खेल चाहिँ होइन रचिरहेका छन् साथीहरू है। म तपाईँलाई त्यही भन्न चाहन्छु
मधु र बसन्तीको चाहिँ बिहे हुँदैन अहिले चाहिँ 81-82 भागमा चाहिँ हुँदैन। उनीहरूले चाहिँ खतरासँग चाहिँ खेल्नै पर्छ जसरी भए पनि है, त्यही भन्न चाहन्छु साथीहरू होइन। अनि अब चाहिँ लडाइँ हुन सक्ने सम्भावना चाहिँ एकदम धेरै छ उसको। अनि बसन्ती र इन्द्रेको चाहिँ लडाइँ भइ नै हाल्छ, किनभने चाहिँ उसी चाहिँ होइन अनि बियरहरू खुवाएर अनि त्यस पछाडि चाहिँ होइन अनि केही कुरामा चाहिँ दुःख दिन्छ होला होइन, उनीहरूको चाहिँ लडाइँ नै पर्छ होइन। अनि त्यस पछाडि चाहिँ अब त्यो रेणु भनाउँदी डाँकी होइन, रेणु र अनि उसको श्रीमान होइन, मधुको बुवा र आमा, कान्छी आमा होइन, उनीहरू चाहिँ मधुको घरमा आउँछन् होला 81 भागमा होइन। आएर चाहिँ अनि कस्तो छ के छ भनेर चाहिँ भन्छन् होला। अनि त्यस पछाडि अब मधुको बुवाले चाहिँ राम्रो रहेछ छोरी ठिकै छ, अनि गाउँघरको घर भन्ने कुरा यस्तै हो होइन। अनि म सपोर्ट गर्छु भन्दाखेरि पनि होइन अनि सपोर्ट गर्नु हुँदैन, अब चाहिँ मधुलाई चाहिँ लैजानुपर्छ हामीले अनि भनेर चाहिँ होइन नेगेटिभ होइन क्यारेक्टर निर्वाह गर्छ होला कसले, त्यो रेणु भनाउँदीले होइन, चेन्ज हुन्छ होला होइन, त्यस्तो नराम्रो चाहिँ लागिरहेको छ मलाई चाहिँ होइन। अनि त्यही हो साथीहरू होइन। अनि 81 भागमा चाहिँ मधु र बसन्तीको बिहे हुँदैन पक्का हो। अनि त्यस पछाडि चाहिँ अनि मधु र बसन्ती चाहिँ होइन एकदमै खतरनाक हुनुपर्ने छ, एकदमै लडाइँमा चाहिँ एकदम विजेता हुनुपर्ने छ साथीहरू है। अनि विजेता हुन् भन्न पनि म चाहन्छु साथीहरू। अहिले त म कहाँ छु भन्दाखेरि देख्न सक्नुहुन्छ होइन, स्विमिङ पुलको जस्ट होइन यतापट्टि बाहिर छु म होइन। अनि त्यही हो साथीहरू होइन। अनि मेरो चाहिँ डेली भ्लग आउँछ क्या साथीहरू है। अनि म चाहिँ इन्डियामा छु होइन, इन्डियामा काम गर्छु, होटेलमा काम गर्छु। अनि होटेलमा काम गर्दै होइन यसरी भिडियो बनाउँदै गरेको छु होइन। अनि टाइम पनि मिल्दैन क्या मलाई चाहिँ होइन, एउटा कुर्सीमा बसेर टक्क लगाएर भिडियो बनाउन पनि मलाई टाइम मिल्दैन, त्यही भएर चाहिँ म यसरी बनाइरहेको छु। अनि भोलिदेखि चाहिँ म होइन डेली भ्लग बनाउँछु साथीहरू है। अनि मेरो डेली भ्लग चाहिँ हेर्नु नभुल्नु होला भन्न चाहन्छु मेरो साथीहरू है। अनि तपाईँहरूलाई मैले देखाउन सक्छु होइन। अनि यो केसको बुट्टा होला हेर्नुहोस् त, माथि हेर्नुहोस् त। अनि यहाँ चाहिँ नरिवलको बुट्टा पनि छ है साथीहरू है, म तपाईँलाई देखाउँछु। नरिवलको बुट्टा पनि छ है। अनि कस्तो राम्रो देखिरहेको छ कि यहाँ नरिवल हेर्नुहोस् त कस्तो राम्रो फलिरहेको छ। यहाँ माथि देख्न सक्नुहुन्छ साथीहरू है, नरिवल चाहिँ फलिरहेको छ हेर्नुहोस् त कति धेरै फलेको छ नरिवल। आहा होइन, यो चाहिँ नरिवलको बुट्टा हो साथीहरू, देख्न सक्नुहुन्छ होइन यहाँदेखि होइन। अनि त्यहाँ माथिसम्म चाहिँ नरिवल फलेको छ माथि है। अनि यहाँ चाहिँ स्विमिङ पुल छ कस्तो राम्रो छ होइन। अनि म चाहिँ कहिले कस्तो होइन स्विमिङ पुलमा चाहिँ नुहाउँछु यहीँ होइन। यहाँ पनि फलेको छ साथीहरू है नरिवल, त्यहाँ फलेको छ। यहाँ हेर्नुहोस् त नरिवल फलेको छ है, कस्तो राम्रो छ। यस्तो छ है, राम्रो भ्यू आएको छ, राम्रो छ क्या यहाँको ठाउँ है साथीहरू। हेर्नुहोस् त मेरो जस्ट पछाडि चाहिँ होइन गाडी नै गाडी छ कि, हेर्नुहोस् त कारै कार छन् कि होइन, धेरै छ साथीहरू है, कारहरू छ धेरै छ। परसम्म चाहिँ कारहरू छ है, गाडी नै गाडी छ कि होइन। यो इन्डियाको ठाउँमा चाहिँ होइन गाडीहरू चाहिँ एकदम सस्तो पाइन्छ है। अनि होइन जुन पैसाले होइन हामीले चाहिँ बाइक किन्छौँ नि होइन, 4-5 लाखमा हामीले बाइक किन्छौँ नि, त्यो बाइक किन्ने पैसाले होइन यहाँ चाहिँ कार किन्न सकिन्छ, त्यही सम्झिनुहोस् होइन। यहाँ चाहिँ कस्तो राम्रो सेतो कार रहेछ क्या, दामी लाग्यो मलाई चाहिँ होइन। त्यही हो साथीहरू होइन। अनि 81 भागमा चाहिँ अनि मधु र बसन्तीको चाहिँ बिहे हुँदैन, 82 भागमा पनि हुँदैन, 83 भागमा चाहिँ के हुन्छ होइन, त्यति बेला चाहिँ छलफल गरौँ न साथीहरू है। अनि आजको भिडियो तपाईँहरूले फुल भिडियो हेरिदिनु भयो साथीहरू, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भोलि पनि यस्तै नयाँ भिडियोको साथमा उपस्थित हुनेछु। अनि मेरो चाहिँ डेली भ्लग आउँछ साथीहरू है, डेली भ्लग पनि बनाउँछु। अनि मेरो डेली भ्लग चाहिँ हेरेर नभुल्नु होला भन्न चाहन्छु। आजलाई हजुरबाट पनि बिदा माग्छु है त, बाई बाई।